हाई गाइज इट्स मी माया रानी। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। अनि मेरो फर्स्ट मिनी ब्लग चाहिँ म घुम्न गएकोबाट बनाउँदैछु है। म चाहिँ आज कहाँ घुम्न गएको छु भन्दाखेरि थारू गाउँ रिसोर्ट। यो चाहिँ यस्तो राम्रो अनि यो इन्भाइरोमेन्ट नै मलाई मन परेको स्पेसली त यो चाहिँ एकदम शीतल शान्त हरियाली इन्भाइरोमेन्टमा रहेको छ। यहाँ चाहिँ स्पेसली फ्यामिली अनि फ्रेन्ड्सहरू गेट टुगेदरको लागि आउन चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यहाँ चाहिँ हरियाली आफ्नो क्वालिटी टाइम स्पेन्ड गर्नको लागि आउन चाहिँ एकदम राम्रो छ। मलाई चाहिँ एकदम मन पर्यो। हामी चाहिँ यहाँ जान साथ पहिला अलि घुम्यौँ है, आधाउधी घुम्यौँ अनि यहाँ हरियाली हेऱ्यौँ, फोटो भिडियो खिच्यौँ। त्यसपछि फेरि हामी डाइनिङ हलमा गयौँ अनि त्यहाँ हामीलाई कम्प्लिमेन्ट्री ड्रिङ्क्स लिएर आउनु भयो होइन। अनि मैले नि ट्राई गरेँ, पहिला चाहिँ हामी चेस गऱ्यौँ अनि त्यसपछि ट्राई गरेँ। मलाई नि यस्तो मन पर्यो है यो कम्प्लिमेन्ट्री ड्रिङ्क्स चाहिँ के को भन्ने चाहिँ थाहा भएन, तर मिठो चाहिँ मिठो थियो है, मलाई मन पर्यो। अनि हामीलाई पपकर्न पनि आएको थियो कम्प्लिमेन्ट्रीको तौरमा। त्यो पनि पपकर्न त अलवेज मिठै हुन्छ है। अनि त्यति खाइवरिकन फेरि हामी नाच्यौँ है, एकदम साथीहरूसँग चाहिँ धेरै नाच्यौँ हामी। यस्तो रमाइलो भएको थियो नि, साँच्चीकै साथीहरूसँग जाँदा धेरै रमाइलो नि रहेछ कि। अनि नाच्यौँ, त्यसपछि फेरि बाहिर निस्केर चाहिँ हामीले अलि फोटो भिडियोहरू खिच्यौँ है। साथीहरूसँग पालो फोटो भिडियो खिच्यौँ, रमाइलो गऱ्यौँ है। सबै ठाउँहरू पनि एक्सप्लोर गऱ्यौँ होइन। यहाँ चाहिँ थारूहरूको बारेमा अलि राम्रैसँग बुझ्न पाइयो। स्ट्याचु हेर्नु न, घोगीको पनि स्ट्याचु छ कि, सायद घोगी त थारूहरूको मेन डिस नै होला नि त नि होइन। पेन्टिङ्सहरू पनि राम्रो थियो, इनार थियो होइन। थारू मेनको बारेमा हेर्नु न, घैँटो बोकेर नमस्कार गरेको एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँ। यस्तो दामी के रमाइलो भयो। अनि त्यसपछि फेरि हामी डाइनिङ हलमा आयौँ अनि हामीले खाना खायौँ। अनि खाना खानु हेर्नु कति धेरै साथीहरू थियौँ कि, हामी चाहिँ कति रमाइलो भयो, एकदम मिठो लाग्यो। मलाई चाहिँ यहाँको खाना पनि एकदम मिठो लाग्यो। हामी चाहिँ खाना खाइवरिकन फेरि बाहिर गएर नाच्यौँ। यस्तो यति धेरै नाच्यौँ कि हामी यति रमाइलो गऱ्यौँ। अनि त्यसपछि फेरि हामी घर गयौँ। एन्ड थ्याङ्क्स फर वाचिङ माई मिनी ब्लग। कस्तो लाग्यो प्लिज भनिदिनु होला है।